विद्यार्थीहरूको पठन पाठनलाई सहज बनाउने अत्यधिक क्रियाकलापको आयोजना गर्ने जस्ता विद्यालयले गरेका कार्यहरू प्रशंसनीय छन्, जसको सुखद परिणाम आज हामीले उत्सवको रूपमा यस कार्यक्रममा मनाउन गइरहेका छौँ। एसएसकेजी 2081 37औं ब्याचको सफलतामा महत्त्वपूर्ण भूमिका गर्नुहुने शिक्षक शिक्षिका प्रति म आभारी छु। आजको यस विशेष समारोहमा मुख्य आकर्षणका रूपमा रहेका हाम्रा साना नानी बाबुलाई बधाई दिन चाहन्छु। असल मानिस बनी निरन्तर अघि बढ्ने, सफलताको शिखर छुने आँट समृद्धि र ज्ञान सधैँ प्राप्त होस् भन्ने माता सरस्वतीसँग प्रार्थना गर्दछु। आजका हाम्रा कलिला नानी बाबु भोलिका दिनमा एक असल कार्यबाट अभिभावक, स्कुल र एक दिन राष्ट्रको नाम रोशन गर्न सक्षम बन्ने कुरामा म आशावादी छु। हाम्रा नानी बाबुको उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै पुनः एकपटक यस कार्यक्रमलाई स्वागत गर्दै म आफ्नो भनाइ यही टुङ्ग्याउन चाहन्छु। हस्त, धन्यवाद। Thank you so much for your valuable words, Sanju Karke. So meanwhile, I would like to request Elisa Gautam ma'am and Anju ma'am as well to distribute badges for our valued parents. Now it's time for me to invite our JKG boys for their dance, and the title of their song is Roly Poly. So let me invite JKG boys for their dance. अब यसपछिको अर्को प्रस्तुति रहेको छ कक्षा एसकेजीका भाइ बहिनीहरूको मौ नेपाली बाबु भन्ने गीतमा नृत्य रहेको छ। भाइ बहिनीहरूलाई तयारी अवस्थामा कसरी गाउनको लागि पनि हार्दिक अनुरोध गर्दछु। मैले अनुरोध पनि गर्न चाहे कृपया सबैजना उपस्थित महानुभावहरूमा हाम्रा जेकेजी बोइजहरू आइसक्नु भएको छ। उहाँहरूको हौसला बढाइदिनुको लागि चाहिँ हजुरहरूको ताली एकदमै जरुरी देखेँ मैले। कृपया सबैजनाले चाहिँ ताली बजाएर हाम्रो साना साना भाइहरूको चाहिँ हौसला बढाइदिनु होला। Down, down, down. Roly poly, down, down, down. Roly poly, touch the ground. Roly poly, wave your hands. Roly poly, let's do a dance. Roly poly, stomp your feet. Roly poly, बानी खासै सुनिएको जस्तो लागेन। अभिभावकजीहरूले अलिक बजाइदिनु होला। हामी तालीलाई पछि चाहिँ नगरौँ होला। Thank you so much to our JKG kids.
अब म कक्षा एसकेजीका भाइहरूलाई म नेपाली बाबु भन्ने गीतमा नृत्य प्रस्तुत गर्नका लागि अगाडि बोलाउन चाहन्छु। यो प्रस्तुति एउटा जोसिलो र गर्मिलो प्रस्तुति रहेको छ। म नेपाली बाबु भन्ने गीतको बोल रहेको छ। यो गीतमा नेपाली माटोको माया, वीरता, पहिचान र आत्मसम्मान बोल्छ। यो केवल एउटा सङ्गीत होइन, यो नेपालीहरूको गौरव हो। आउनुहोस् भाइहरूलाई, हामी पनि भाइ बहिनीलाई जोरदार तालीले स्वागत गरौँ। एसकेजी र यसपछि अर्को प्रस्तुति रहेको छ स्पिचको। भाइ सायद तपाईँलाई रेडी अवस्थामा बस्नको लागि, तयारी अवस्थामा बस्नको लागि पनि अनुरोध गर्दछु। कृपया अभिभावकजीहरूले फोटो भिडियो खिच्दा आफ्नो सिटमै बसेर लिइदिनु होला। एसकेजी बोइज डान्सपछि अर्को प्रस्तुति स्पिचको रहेको छ। भाइ सायद तपाईँलाई तयारी अवस्थामा बसिदिनुका लागि अनुरोध गर्दछु। अर्को प्रस्तुति स्पिचको रहेको छ। That's already La la, cha
जोडी खुकुरी हेर टल्लल टल्केको मेची काली रगतमा मेरो सलल बगेको छाती भित्र मेरो हिमाल झलल झल्केको म हुँ नेपाली बाबु मेड इन नेपाल म हुँ नेपाली बाबु मेड इन नेपाल कालो टोपी फदगाउँले मेरो शिरमा ढल्केको एक जोडी खुकुरी हेर टल्लल टल्केको रातो रातो लाली गुराँस मेरो नेपालको रङ्गी चङ्गी टाफे मुनाल हाम्रै हिमालको रातो रातो लाली गुराँस मेरो नेपालको रङ्गी चङ्गी टाफे मुनाल हाम्रै हिमालको गौरवशाली सगरमाथा मेरो नेपालको गौरवशाली सगरमाथा मेरो नेपालको मै पनि झल्के मेरी माया छिटो नेपालको कालो टोपी फदगाउँले मेरो शिरमा ढल्केको एक जोडी खुकुरी हेर टल्लल टल्केको धन्यवाद कक्षा एसकेजीका भाइहरूले देशभक्तिपूर्ण प्रस्तुति देखाएर गइसक्नु भएको छ। भाइ साइन धमलालाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। ताली बजाएर साना साना नानीहरूलाई हौसला प्रदान गरिदिनु हुनका लागि अनुरोध गर्दछु। अझै पुगेन है, ताली पुगेन। Thank you so much. Namaste, it's me Yogi Chaudhary. Namaste, it's me Biswati Pasle. Today we are here to sing rhymes. Hands by side. What is this?
diggy diggy do. These are what I learned when I go to school. Hands by my side. What are these here? These are my dear listener, mommy, my dear. Dear listener, diggy diggy do. These are what I learned when I go to school. Hands by my side. What is this dear? This is my blower, mommy, my dear. Nose blower, diggy diggy do. This is what I learned when I go to school. Hands by my side. What is this dear? This is my mouth talker, mommy, my dear. Mouth talker, diggy diggy do. This is what I learned when I go to school. Hands by my side. What are these dear? These are my handwriter, mommy, my dear. Handwriter, diggy diggy do. These are what I learned when I go to school. Hands by my side. What are these dear? These are my leg walker, mommy, my dear. Leg walker, diggy diggy do. These are what I learned when I go to school. Thank you. Hello. It's time for me to invite Honorable Principal Sir of our school, respected Rameshwar Dahal Sir, to grace this stage with his golden words. So let me invite Sir on the stage with a huge round of applause. Thank you, ma'am. आजको हाम्रो यो साना नानी बाबुहरूको ग्रेजुएसन डेको यो कार्यक्रमका सभापति, यसै विद्यालय व्यवस्थापन समितिका सदस्य तथा संस्थापक नारायण दाहालज्यू, आजको हाम्रो यो कार्यक्रमको लागि हामीले निमन्त्रणा गरेका थियौँ। उहाँ आएर हाम्रो कार्यक्रमलाई शोभा बढाइदिनु भएको छ र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनु भएको छ। यस कार्यक्रमका प्रमुख अतिथि फ्याप्सन काठमाडौँका अध्यक्ष तथा कोटदेवी स्कुलका प्रिन्सिपल नवराज भट्टज्यू, त्यसैगरी फिसल्यान्ड एकाडेमी किन्डरगार्टन स्कुलका प्रिन्सिपल बिन्दु म्याम, हाम्रा छिमेकी विद्यालय टेम्पल ट्री स्कुलकी प्राचार्य सरू म्याम, यसै विद्यालयका प्रिन्सिपल भाइस प्रिन्सिपल अभिषेक सर, शिक्षक शिक्षिका मित्रहरू, आदरणीय अभिभावकज्यू, प्यारा विद्यार्थी भाइ बहिनीहरू, हामीले विगत तीन सालदेखि यो ग्रेजुएसन सेरेमनी गर्दै आइरहेका छौँ। साना नानीहरूको विशेष गरी एसकेजी का भाइ बहिनीहरूलाई यो एउटा ट्रेनको रूपमा अहिले आएको छ। साना नानीहरूको यो ग्रेजुएसनले उनीहरूलाई एक खालको इनर्जी पैदा गर्छ, नयाँ जोस जाँगर पैदा गर्ने हुनाले हामीले यसलाई यो आजको यो कार्यक्रम आयोजना गरिरहेका छौँ। वास्तवमा शिक्षा सबैको आवश्यकता, शिक्षा केका लागि र किन भन्ने क्वेसन आउँछ। शिक्षा पढ्नको लागि मात्रै शिक्षा होइन, शिक्षा ज्ञान लिनको लागि हो, शिक्षा रोजगारीको लागि हो, शिक्षा चेतनाको लागि हो, विकासको लागि हो। त्यसकारण हामीले दिने शिक्षा संस्कारयुक्त हुनुपर्छ र भविष्यको लागि सक्षम सबल एउटा नागरिक हुन सक्ने शिक्षा हामीले दिनुपर्छ र त्यसको लागि हामी अगाडि बढिरहेका छौँ। तपाईहरूले हामीलाई विश्वास गरेर
तपाईँहरूका नानी बाबु यस विद्यालयमा पठाउनु भएको छ र पक्कै पनि हामी तपाईँको विश्वासलाई तोड्ने छैनौँ। विद्यार्थी आफैमा एउटा इनोभेटिभ र सृजनशील हुनुपर्छ र त्यसको लागि हामीले एउटा निखार दिने काम हामी गर्छौँ र विद्यार्थीको क्षमता हामीले भनेको विद्यालयले उनीहरूलाई निखार ल्याउने काम र संस्कारयुक्त र सभ्य नागरिक बनाउनको लागि हामी हर दिन हर पल लागिरहेका छौँ र त्यसमा पक्कै पनि हाम्रा साना साना भाइ बहिनीहरू भोलिका कर्णधार हुन्। उनीहरूले देशको लागि धेरै सेवा गर्न पर्छ, त्यो हामीले बुझेका छौँ र उनीहरूलाई असल नागरिक बनाउन हामी विद्यालयको तपाईँ अभिभावकको एउटा दायित्व र कर्तव्य हुन आउँछ। हाम्रो साइडमा हामीले हाम्रा साना नानीहरूलाई सकेसम्म अहिलेको प्रविधियुक्त सिकाइको माध्यमबाट हाम्रा शिक्षक शिक्षिका मित्रहरू जो आफैमा अनुभवी र सक्षम हुनुहुन्छ उहाँहरूलाई अझ बढी प्रविधियुक्त र सक्षम बनाउँदै अहिलेको वर्तमान युगको शिक्षा र तालिम दिँदै र भविष्यका लागि हाम्रा नानीहरूलाई हामी सिकाउँदै अगाडि बढ्न गइरहेका छौँ र वर्तमान समयमा हामीले यो कार्यको लागि धेरै फड्को मारिसकेका छौँ। आजभन्दा धेरै अगाडि जुन हिसाबले विद्यालय सञ्चालन हुन्थ्यो अब त्यो सम्भव छैन र पढाउने सिकाउने कलादेखि प्रविधि र भौतिक आधारसँगै जोडिन्छ र त्यसमा हामी फड्को मारिरहेका छौँ। तपाईहरूलाई हामी यो कुरा गर्वका साथ भन्न सक्छौँ। त्यसकारण तपाईँ अभिभावकज्यूहरूले पनि आफ्ना नानीहरूलाई संस्कार दिनुहुनेछ र सिप दिनुहुनेछ र हामी विद्यालयको तर्फबाट पनि को लागि हरेक हिसाबले हामी अगाडि बढ्नेछौँ र तपाईँको साथ सहयोग पक्कै पनि रहनेछ। तपाईँहरूले देखिरहनु भएको छ विद्यालयले हरेक हिसाबले तपाईँहरूको नानी बाबुलाई सिकाउने नयाँ नयाँ प्रविधि नयाँ नयाँ सेवा सुविधा थप्दै खेलकुदको माध्यमबाट होस् अथवा प्रविधियुक्त सिकाइको माध्यमबाट होस् अथवा सक्षम शिक्षक शिक्षिका मित्रहरूको विद्यालयमा भर्ती गरेर होस्, सबै हिसाबले हामी हाम्रा नानी बाबुलाई अगाडि बढाउन कोसिस गरेका तपाईँहरूले यसमा साथ दिनुहुनेछ र दिइराख्नु भएको छ। त्यसको लागि म तपाईँहरूप्रति आभार छु। आजको यो कार्यक्रममा
हामी हाम्रा साना नानीहरू कक्षा एसकेजीका नानीहरूलाई सम्मान गर्दैछौँ र यो कार्यक्रममा तपाईहरूको उपस्थितिले यो कार्यक्रम सफल बनाउनलाई मद्दत पुगेको छ र अब ढिलो नगरी हामी कार्यक्रम अगाडि बढाउँदैछौँ र त्यसको लागि तपाईहरूलाई पुनः एकपटक मैले धन्यवाद दिन चाहन्छु र आगामी दिनमा तपाईहरूको साथ सहयोग निरन्तर रहनेछ यति भन्दै मैले अब कार्यक्रम अगाडि बढाउनलाई आग्रह गर्दछु धन्यवाद Now it's time again for me to invite JKG students for their dance, and the title of the song is Anganiko Dilma. So let me invite our JKG students for their dance. भाइ सुगम गौतमलाई तयारी अवस्थामा बस्नका लागि अनुरोध गर्दछु Anganiko Dilma,
रमाइलो प्रस्तुति दिएर जानुभएको छ। त्यस्तै हाम्रा यी साना साना नानीहरूको प्रस्तुतिले हाम्रो यस कार्यक्रमलाई पनि मिठासपूर्ण बनाउनका लागि धेरै सहयोग गरेको छ। धन्यवाद बहिनीहरूलाई। ओके, अब अर्को प्रस्तुतिका लागि म भाइ सुगम Tell us our next speech about my favorite food. We all have favorite food. Among them, I like mango. Mango is my favorite food. Mango is in yellow color. Mango give I listen to ओके, धन्यवाद भाइहरूलाई। भाइहरूले निकै नै सराहनीय ताली बजाएर हौसला प्रदान गरिदिनु होला।
उसको रूप को करो दिले, उसको रूप को करो दिले। धन्यवाद।